Hello guys, welcome back my YouTube channel. आज चाहिँ म कोरियाको गाउँ गएको छु घुम्नलाई। कस्तो रमाइलो हुँदो रहेछ क्या। मलाई यस्तो यो कोरियाको यो घरहरू छ नि यस्तो राम्रो लाग्छ, यस्तो मन पर्छ। वाउ लाग्छ कि गाउँ कोरियाको गाउँ पनि यस्तो रमाइलो लाग्छ। हेर यस्तो ढुङ्गाहरूले कस्तो बनाएको हुन्छ कि। यो हेर्नु न, यो घर कस्तो राम्रो छ। यो घरहरू हेर्नु गाउँ जस्तै लाग्छ यार, गाउँतिर गए जस्तै लाग्छ। गाइजहरु वाचिङ कोरियन गाउँ, कोरियन भिलेज। काफलै हो? हो त काफल हो। किम्बो हो? कहाँ किम्बो हुन्छ काफल? किम्बो किम्बो होइन के काफल हो? काफल होइन यो? हेर त। खाँदाखेरि थाहा भइहाल्छ नि काफल हो कि किम्बो। किम्बो काफल हो। काफल पनि खाइए कोरियामा। यस्तो छ कि यो चाहिँ धान रोपेको कोरियामा। धान चाहिँ यसरी रोप्छ है गाइजहरु। अनि हेर न कोरियन गाउँमा फुल यस्तो रोप्छ कि फुलको यति सोकी हुन्छ कि अहिले वसन्त ऋतु पनि भएको कारणले फुलहरू पनि एकदम झकमक्क फुल्छ। मलाई त यो बिरुवै लानु मन लाग्यो यार। हेर न खुर्सानीहरू यस्तो खेती पनि यस्तो गर्छ कि यति आधुनिक तरिकाले गर्छ। हेर्नु न यतिमै यति धेरै के भने सकिँदैन कि यहाँ खेतीहरूको बारेमा यस्तो दिमाग लाएर गर्छ कि। यहाँ चाहिँ कस्तो भने रोपेपछि है फल्नै पर्छ भन्ने उनीहरूको हुन्छ। हाम्रोतिर चाहिँ कस्तो हुन्छ भने रोपेको छु फल्छ नफले खाउँला नफले भन्ने खालको। त्यस्तो होइन नि, यहाँ त फल्नै पर्छ। हेरौँ न आरु छ, आरु पनि यत्रो सानोमा यति फलेको छ है। के छ गाइजहरू यहाँनिर आरुको हाँगा काटेर हेर्नुहोस् गाइजहरू, कोरियन गाउँ भिलेज है। आज एकदम बेलुकाखेर खाना खाएर निस्केको। बाटो यता भन्ने कुरो बुझ्यो है त। सटक्कसँगले हामी अनारको बिरुवा हेर्नु, घर कस्तो दामी के। वाउ, कोरियन गाउँ त के हो यार, एकदम मन पर्छ मलाई त गाउँहरू है गाइज। घर हेर्नु यस्तो राम्रो छ। गाउँले जीवन। ब्लुबेरी रोपेको छ। ब्लुबेरी हो सबै। ब्लुबेरीको बिरुवा कति धेरै रहेछ है त गाइजहरू। ब्लुबेरी यति फलेछ हेर्नु। यस्तै धेरै फलेको छ यार ब्लुबेरी। सक्छ त सक्दैन नि फेरि कोरियामा हेर्नु ढुङ्गा यस्तो ढुङ्गाले बनाउँछ घर। गाउँ त यहाँ एक खालको हुन्छ कि। ब्लुबेरी हेरौँ न, त्यही एउटा यस्तोमै रोप्छ कि त्यत्रो घैला काटेर त्यहीँ रोपेर चाहिँ ठ्याक्क फलाउँछ कि। कति फल्छ फेरि यतातिर जे फल्ने कि ब्लुबेरी फल्ने, आँप फल्ने, स्याउ फल्ने। आँप चाहिँ फल्दैन कोरियामा, आँप फल्दैन। आरु फल्ने, स्याउ फल्ने। आरुहरूको आइटमहरू कति धेरै खालको हुन्छ बनाएर क्रस गरेर बनाएको हुन्छ। अनि यो हेरौँ न, यो सानो खालको आरु हो, कति धेरै फलेको छ। यहाँ यो चाहिँ भनेको कोरियाको फिनल हाउस हो, तर पुरानो भएर छोडेको रहेछ। यहाँ चाहिँ फिनल हाउसमा ट्याक्कसँगले माथि प्लास्टिक ट्याक पेऱ्यो लायो। ल हेर्नुहोस् गाइस, फिनल हाउस। तर अहिले चाहिँ केही रोपेको रहेनछ, त्यही भएर झार्छ है गाइजहरू। हेर्नु यसरी गर्छ खेती, यसरी गर्छ। काफल रहेछ यार, यहाँ काफल भन्छ, म चाहिँ किम्बु भन्छु, तर काफलै रहेछ कि। काफल फलेको देखेन यार। काफलै हो।
अब यता हेरौँ यस्तो राम्रो छ ठाउँ गाइस। मेरो दुईटा साथी चाहिँ अगाडि लखर 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 जाँदैछ है। हल्का बेलुकाको साँझ पर्न लागेछ। अनि साँझमा हामी हल्का खाना खाएर के गर्ने भन्दाखेरि हल्का घुम्नु जाउँ नि त बाहिरतिर भनेर चाहिँ घुम्न गएको। हल्का अँध्यारो अँध्यारो भएको अनुभव भएको छ। जस तर यस्तो समयमा घुम्न एकदम रमाइलो हुन्छ गाइस है। अनि तपाईँहरूलाई पनि कोरियन गाउँ हेर्नको लागि मैले मेरो युट्युब च्यानलमा हाल्छु यो भिडियो है। प्लिज हेरिदिनु होला अनि सब्सक्राइब गरिदिनुहोस्। हेर्नु कोरियन गाउँ कस्तो नेपाल जस्तो लाग्दैन साथीहरूलाई? गाइजहरू कस्तो छ एकचोटि कमेन्ट गरिदिनु होला। नेपाल जस्तो लाग्छ लाग्दैन? तर फुल भिडियो हेर्नु भने मात्रै देख्नुहुन्छ है। अझै राम्रो छ घरहरू हेर्नु। यस्तो कोरियन घरहरू नेपालकै घर जस्तो लाग्छ कि यिनीहरू चाहिँ कस्तो गरी नै फेरि यस्तो गरी गर्छ कि फुलहरू कस्तो मजाले रोप्छ कि कति मन पराउँछ कि। फुलहरू भयो गार्डन भयो गार्डन प्रायः घरमा एउटा गार्डन हुन्छ कि यस्तो हल्का। अब हेर्नु यस्तो छ हेर्नु खेतीको प्लास्टिक बिछाएरै लाउँछ कि यहाँनिर प्रायः। यो चाहिँ सुगर पोटेटो है सरखण्डा भन्छ हाम्रोतिर। अर्कोतिर सुटुनी पनि भन्छ के भन्छ यस्तै भन्छ गाइजहरू। हेर्नुहोस् गाइज एभ्रीवान वाचिङ द कोरियन भिलेज। कति हेर्नु नि लसुनहरू रोपेको लसुन प्याजहरू कति फल्छ कि यहाँनिर अचम्मै फल्ने कि। यस्तो गरी रोपेको हुन्छ र पनि कति हुन्छ लसुनहरू कत्रो फल्छ। यो लसुन हेर्नु कति खेती गर्छ कि। पानी यस्तै तान्छ। यहीँनिर कुलो छ। यता धान रोपेको छ। कोरियामा अहिले धान रोप्ने सिजन हो है। धानहरू यता हेऱ्यो धान यता हेऱ्यो धान यता हेऱ्यो धान कति फल्छ धान फेरि गाइजहरू। अगाडि हेर्नु कोरियन गाउँ नेपाल जस्तै लाग्यो कि मलाई। यस्तो रमाइलो लाग्छ कि। अनि त्यही भएर म खाना खाएर घुम्न जाउँ भन्छु साथीहरू अगाडि जाँदैछ। लुकुर पुगेछ उहाँ पुगेछ दुईटा मेरा दोस्तहरू है। गाइस एभ्रीवान मेरो युट्युब च्यानलमा चाहिँ हेर्नु कोरियन गाउँमा हेर्नको लागि नछुटाउनु होला है त गाइस। के छर दिउँ तिमीलाई मैले। हेर न गमलामा फुल रोप्ने एकदम फुलको चाहिँ सोखी हुन्छ यार यिनीहरू कोरियनहरू। लास्ट के म सरासर हिँडेको छु क्या। त्यही भएर घरहरू नेपाल जस्तो लाग्यो। यो छ नि साथी यो माङ्कली बनाउने जाँड बनाउने घैला है। हाम्रोतिर घैला हुन्छ नि त्यस्तै हो क्या। यो जाँड बनाउँछ कि माङ्कली भन्छ तर ब्रान्डेड गरेर बनाउँछ यहाँ चाहिँ कोरियामा चाहिँ। अब हाम्रोतिर चाहिँ ब्रान्डेड हुँदैन। लोकल हाम्रोतिर पनि ब्रान्डेड बनायो भने विश्वको टप नम्बर 1मा पर्छ मलाई थाहा भएको। ब्रान्डेड गरेर बेचे हुने क्या। यति धेरै अरे खेतहरू हेर्नु न कस्तो राम्रो छ। यति फल्छ। अब रेडी भएको छ त्यहाँ तल रोपेछ भर्खर अहिले एकदम खेत रोप्ने सिजन भइरहेछ नि त। त्यही भएर यतातिर पनि रोपिरहेछ। पारिपट्टि हेर्नु कोरियन गाउँ यस्तो ठाउँमा छ कि घरहरू गाइजहरू। गाइजहरू एकदम हेरिदिनुहोस् है। तिमीलाई क्या लाग्छ यार गाउँ कोरियन गाउँ पनि। मलाई त हाम्रैतिर घुम्दैछु कि भन्ने फिल भइरहेछ। गाइजहरू एकचोटि कमेन्ट गर्नु न कस्तो छ कोरियन गाउँ। हामी एकदम गाउँमा पसेछौँ कि आज। यो चाहिँ पुरा भन्छ नि त्यो भन्छ भिजा लाएर बस्नेहरू मतलब भिजा थपेर बस्नेहरू F2R E7 4R E7 बस्ने ठाउँहरू हो क्या। यो चाहिँ एकदमै यस्तो गाउँमा बस्नुपर्छ कि किनकि यहाँ चाहिँ अविकसित अनि
मान्छेहरू पाउँदैन कि कामदार, अनि त्यस्तो कामदारहरूको लागि चाहिँ राखेको छ कि पारिपट्टि हेर्नु कस्तो गाउँ छ। वाउ छ गाइजहरू, वाउ छ वाउ। अब अरू म तपाईँहरूलाई के देखाउन सक्छु र, खेत हेर्नु न कत्रो कत्रो छ हौ खेत, हेर्नु न यसले, हेर्नु त कति धेरै छ खेत, वहाँ तलसम्म छ, पुरा रोपेछ खेत। हेरौँ धान त यति फल्छ, धान यति फल्छ कुरै नगर्नुहोस्। हल्का साँझ पऱ्यो है, भ्यागुताहरू क्वाँ 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 गरेको छ गाइजहरू। अब चाहिँ म लगभग उपारि हेर न कोरियन घरहरू, नेपालै जस्तो छैन त गाइजहरू। नेपालै जस्तो छ हेर्नु न, हेर्नु खेत छ यहाँ। फेरि कस्तो के यो जे फलिदिन्छ कि, जे फलिदिने कि। अब यहाँ धान हेरौँ न, धानबारी है गाइजहरू। जस्ट मेरो भिडियो चाहिँ हेरिदिनुहोस् ल, किनकि कोरियामा पनि कस्तो गाउँ छ, कस्तो घर छ भनेर हेर्नु पऱ्यो नि त, होइन र गाइज। त्यसैले मेरो भिडियो चाहिँ फुल हेरेर है, फुल त हेर्नु पक्कै सक्नु, तर केही पर्सेन्ट भए पनि हेरिदिनु। कोरियन गाउँहरू यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ, ल हेर्नुहोस्। वाउ धान हेरौँ न, कति बेर भयो म हिँडेको धानबारीमा। धान है भर्खरै रोपेको, भर्खरै रोपेको। अनि यो चाहिँ पछाडि धान फलेको बेलामा एकचोटि भिडियो गर्न आउँछु, त्यही तपाईँहरूलाई देखाउँछु। धान फलेको यस्तो दामी हुन्छ गाइजहरू। हेर्नु नहर छ यहाँ चाहिँ, कुलो है गाइजहरू। ल एभ्रिवान, नेक्स्ट भिडियोसम्मको लागि तपाईँहरूलाई यो चाहिँ फेरि यिनी कोरियनहरू बस्छ क्या हो यहाँ चाहिँ, यो यस्तोले बनाएको हुन्छ कि घर एउटा पक्कै। ए होइन रहेछ, स्टोरहरू रहेछ, यो खेतमा काम गर्ने सामानहरू के स्टोर रहेछ। ल एभ्रिवान गाइज, बाइ बाइ। फुल भिडियो हेरिदिनुहोस्। Thank you so much everyone watching my video. Thank you so much. Bye bye. Next video.